हेलो नमस्ते फेपुलो सेवारो सबैजनालाई हैन आज चाहिँ हामी पशुपति जाँदैछु आज किनकि शिवरात्रि छ हैन आज चाहिँ एकदम भिडामभिड हुन्छ शिवरात्रिकोले गर्दामा हैन यहाँ हाम्रो चाहिँ अब केटाहरू रेडी हुँदैछ हैन यहाँ 4-5 जना भाइहरू छ जो चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ एक भाइ एकदम एनसी भाइहरू छन् एक भाइ यहाँ एकदम एनसी एक भाइ अर्को भाइ पनि आउँदैछ हैन पशुपति ट्याक्कसँगले आज चाहिँ घुम्नु गएर हैन ट्याक्कसँग कस्तो हुन्छ के हुन्छ त्यहाँ यति भिड हुन्छ हैन यति साह्रो भिड हुन्छ तपाईहरुलाई देखाउने छु म हैन अब हेर्नुस् पशुपतिको अब यो चाबेलतिर आइपुगेछ हामी हैन ट्याक्कसँगले यति नाप भएन एउटा तिना भएन है तनाव बनाइयो भने हो हिँडेर जानु परेर हो अब यहाँबाट चाहिँ अलिक थोरै अगाडि छ यहाँबाट अगाडि गएपछि पुगिहाल्छ है त भित्र छिर्ने गेट छ है हामी चाहिँ अब पशुपति गेटको अगाडि छिर्ने मान्छेहरू छौँ हैन यो त देख्न सक्नुहुन्छ कति भिड छ एकदम भिड मान्छेहरू एकदम र हामी चाहिँ अब पशुपति छिर्दैछौँ बिस्तारै बिस्तारै है त पशुपति छिर्दैछौँ हैन अब यहाँ के छ कसो छ तपाईहरुलाई देखाउने छौँ ओहो यहाँ डान्स हुँदैछ यहाँ देखाउने छैन ओहो अच्छा यहाँ त डान्स हुँदै रहेछ हैन खतरा तरिकाले पर देख्न सक्नुहुन्छ कस्तो चाहिँ भिड छ नि भित्रै भर्यो भने तपाईहरु देख्न सक्नुहुन्न तपाईहरुदेखि धेरै टाढो छ नि त धेरै टाढो छ देख्दैन हो मैले देखिरहेको छु यहाँबाट पर यहाँबाट भित्र के छ कसो छ तपाईहरुलाई म देखाउने छु है त यहाँ चाहिँ भित्र छिरिसकेको छु र अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईले कस्तो चाहिँ भिड छैन यहाँनिर अब यहाँबाट हामी भित्र छिर्नु चाहिँ मिल्दैन हैन बाहिरबाटै दर्शन गर्नुपर्छ किनकि भित्र चाहिँ छिर्न मिल्दैन नि त अब भित्र छिरे पनि भिडियो सिडियो गर्न त मिल्दैन त्यही पनि बाहिरैबाट अब हामीले गर्दाखेरि तपाईहरुले पनि दर्शन गर्नुस् होला यहीँदेखि नै अब भित्र छिर्ने भित्र छिरेर पनि भिडियो गर्न मिल्ने भए त हुने थियो तर छिर्दैन मिल्दैन भित्र भिडियो गर्न कति चाहिँ भिड छ यहाँ त पुरै स्लो मोसनमा हिँड्नुपर्ने हुन्छ ल हौ ल यहाँ चाहिँ अब एकदम यस्तो भिड छ कहाँबाट चाहिँ छिर्ने होला मलाई थाहा भएन होइन र पनि हामी बिस्तारै चाहिँ गइरहेको छौँ अब अगाडि पुगेपछि के हुन्छ बाप रे बाप कति साह्रो भिड हो त यो पशुपतिमा शिवरात्रिको दिन त्यस्तै हो हेर्न सक्नुहुन्छ तपाईले कस्तो चाहिँ भिड छैन पशुपतिनाथको मन्दिरको गेट भित्र मेन गेट छिर्ने भगवानको दर्शन गर्नुपर्ने गेट यो चाहिँ है त हेर्न सक्नुहुन्छ तपाईहरु कस्तो छ दामी छ एकदम भिड छ को कालियो फेरि हुँदैछ चाहिँ के अगाडि देखेको त केही छैन त किन अचार बनायो कसरी गर्ने ल अचार भयो बाफ्रे ल यही चाहिँ हिँड बाटो सागुरो छ कसरी ठेरेको यार बाफ्रे यहाँ चाहिँ अब अचार बनायो क्या अचार कहाँ हो है हाम्रो केटाहरू यहीँ छ यस्तो ठेलेन कता हो बाटो पनि
यति साह्रो अचार ढेले क्या अचार बनायो यहाँ त पुरै कता कुचुका हो क्या उताबाट निस्किन मिल्छ कि इन्डोर ठाउँ जग्गा साँगुरो भएर यहाँ त ठेला खेल अचार बनायो अचार सब के सब घुस गया भाइ इधर से तो ल भयो नठेला न हो नठेला अचार भइसक्यो हो गुन्द्रुक खाने भयो त यो पछि आज आयो खाने लड्ने डर्ने छैन कतै पनि त्यो अब कोही पछाडिबाट ठेलेको नि यहाँ पछाडिबाट आमा मलाई अचार बनाइसकेको थिचेर यस्तो छ एकदम अचार भइसक्यो अचार खुचुक भइसक्यो यहाँ त पछाडिबाट बल्ल खुल्लामा र आनन्दमा आइयो होइन यो आमामा के हो यो भित्तैभरि है भित्तैभरि सक्नुहुन्छ कतिजना मान्छे यहाँ कतिजना छ बाहिर भित्तैभरि बाफ्रे 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 है यति भिड छैन गुन्द्रुक खाँदै जस्तो क्या अब ढुङ्गा थिचे जस्तो हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ कस्तो चाहिँ छ अब ल बल्ल 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 है त म भिडियो देखाउने तब देख्नु यतातिर एकदम मान्छेहरू पूजा गर्नलाई बसिरहेको छन् होइन त्यो राम्रो छ यता पनि छन् कति चाहिँ भिड छ उताबाट आउने रहेछ उताबाट फर्किने यताबाट जाने ओ माई गड कतिको चाहिँ भिड छ अब हेर नि यहाँ त यता पनि रहेछ फोटाले नहानौँ न तपाईँ देख्नुहुन्छ कस्तो चाहिँ भिड छ नि यहाँनिर अब होइन आजको दिनमा चाहिँ अब तल अर्कै भिड होइन त्यति साह्रो च्यापान्च्याप थियो माथि बस्नेहरू अरू भिड त्यसपछि यहाँ माथिबाट पनि अब कतिजना छ कति मान्छे छ नि अब माथि डाँडामा घुम्ने ठाउँहरू छ होइन त्यही भएर तपाईँ देख्नु यस्तो स्ट्रक्चरहरू सबै होइन आज चाहिँ पशुपतिमा चाहिँ बाँदरको बदली चाहिँ मान्छेहरू चाहिँ यसरी चढ्ने रहेछ हेर्नु सक्नुहुन्छ तपाईँले कस्तो मजाले चढाएको छ ल भिड मान्छे धेरै भएर होइन यस्तै चढाए यस्तो छ मान्छेको है उ त हेर्नु सक्नु आज एक दिन चाहिँ हामी पनि बाँदर भयौँ है त यहीँबाट यसरी यो डिलबाट ओह्रालोबाट होइन चढेर मान्छे देख्नुहुन्छ यहाँबाट चाहिँ लड्ने डर हुन्छ धेरै नै होइन फेरि न एकदम बाँदर जस्तो डिपार्टमेन्ट हामी पनि एकदम भिडामभिड पुरानो छ है होइन नि कहाँ हो मेन मन्दिर तल हो नि
माथि यस्तो भएर यहाँ यस्तो भएर अब यसो भूतप्रेतले छल्दैन नि यहाँ चाहिँ फोटो हाल्नु सही देखिन्छ क्या त्यही जस्तो रहेछ मान्छे यहाँ चाहिँ अब पकौडा खाइदिएको त पकौडा यस्तै होइन खाँदै पनि देखाएको अन्त ऊ खुच्चेर आमा के हो कि त ठिकैको यस्तो नजारा हेर्दैन त्यहाँबाट पकौडा क्या आँसु पुछ धैर्य गर याद राख म तिमी आत्माहरूको पिता शिव परमात्मा पशुपतिनाथ हुँ मैले तिमी बच्चाहरूको कल्याणको लागि नै ब्रह्माको शरीर रूपी चोला धारण गरेर राजयोगको शिक्षा दिइरहेको छु सत्कर्म र आत्मा उत्थानको लागि यिनै श्वेत वस्त्रधारी ब्रह्माकुमारीहरूद्वारा आत्मा परमात्मा समय र कर्मको सत्य ज्ञान दिँदै आएको छु त्यसैले हे मेरा प्यारा बच्चाहरू अब जाग बिउझ म तिम्रो अगाडि बसेको छु न कि कण कणमा म त निराकार ज्योति बिन्दु स्वरूप हुँ अब यो संसार बिस्तारै समृद्ध बन्दै जानेछ तिमीहरूको दुःखका दिनहरू जानेछन् र यहाँ चाहिँ एकदमै मिलाउन सक्छु भन्ने आत्मविश्वास उनीहरूले यही गरेर पनि देखाएका छन् यही गर्नेहरू यही बस्नेहरूलाई देखेर चाहिँ अब कतिजनाको मन इच्छा यही बस्ने पनि हुन्छ होला हामी चाहिँ अब माथि पनि घुमिसक्यौँ होइन डाँडामा पनि अन्त आजको भ्लग चाहिँ यतिमै खतम हुन्छ मेरो होइन तपाईँहरूले हेर्दै हुनुहुन्छ भने लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला होइन युट्युबमा हेर्दै हुनुहुन्छ भने अनि फेसबुकमा हेर्दा भने फलो प्लिज ल आज यतिमै भ्लग सिद्धियो बाई